अलमोस्ट सबै प्रोग्रामिङ ल्याङ्ग्वेजहरूमा सिम्पल म्याथमेटिकल रुल्सहरू जस्तै बदमास एप्लाई हुँदैन है। सो हामीले क्याल्कुलेसन गर्नको लागि चाहिँ अपरेटर प्रिसिडेन्स र अपरेटर एसोसिएटिभिटी भन्ने कन्सेप्ट युज गर्नुपर्छ है। सो अपरेटर प्रिसिडेन्स भनेको के हो त्यो बुझौँ है त सुरुमा। अपरेटर प्रिसिडेन्सले चाहिँ तपाईँको डिफ्रेन्ट सिम्बल्सहरूलाई प्रायोरिटी दिन्छ है। फर्स्ट प्रायोरिटीमा पर्छ मल्टिप्लाई, डिभाइड, पर्सेन्ट, सेकेन्डमा पर्छ प्लस माइनस, थर्डमा पर्छ इक्वल्स टु है। सो यो अपरेटर प्रिसिडेन्स चाहिँ तब युज हुन्छ जब चाहिँ प्यारेन्थेसिस युज हुँदैन, जब तपाईँले आफ्नो नम्बरहरूलाई क्याल्कुलेसन गर्दाखेरि प्यारेन्थेसिस दिनु हुँदैन, तब चाहिँ अपरेटर प्रिसिडेन्सले प्रायोरिटी युज गरेर क्याल्कुलेसन गर्ने गर्छ है। सो अर्को छ अपरेटर एसोसिएटिभिटी। अपरेटर एसोसिएटिभिटी चाहिँ तब युज हुन्छ जब सेम प्रायोरिटी भएको अपरेटर्सहरू जस्तै कि मल्टिप्लाई, डिभाइड र यो पर्सेन्टको सेम प्रायोरिटी छ होइन। सो यहाँ तपाईँले एक्जाम्पलमा हेर्न सक्नुहुन्छ, यो मल्टिप्लाई छ यसमा, डिभाइड पनि छ र यिनीहरूको त सेम प्रायोरिटी छ। सो अब सुरुमा कुन चाहिँ क्यालकुलेट गर्ने त? यसमा अपरेटर एसोसिएटिभिटी आउँछ है। मल्टिप्लाई, डिभाइड र पर्सेन्टले चाहिँ लेफ्ट टु राइट एसोसिएटिभिटी फलो गर्छन्, मतलब लेफ्टबाट सुरुमा जुन आयो त्यो हुन्छ। जस्तै यहाँ तपाईँले देख्न सक्नुहुन्छ, सुरुमा लेफ्टबाट आउँदाखेरि मल्टिप्लाई छ, त्यसले मल्टिप्लाई सुरुमा आउँछ, लेफ्टबाट सुरुमा आउँदा डिभाइड छ, त्यसले डिभाइड सुरुमा आउँछ, र इक्वल्स टुले चाहिँ राइट टु लेफ्ट एसोसिएटिभिटी फलो गर्छ। सो आई होप तपाईँहरूले यो अहिले बुझ्नुभयो होला होइन, अपरेटर प्रिसिडेन्स, अपरेटर एसोसिएटिभिटी दुवैको कन्सेप्ट। अहिले तपाईँहरूले बुझ्यो भने पछि कोड लेख्दै जाँदाखेरि बिर्सिन सक्नुहुन्छ है। सो सेभ दिस भिडियो सो यु क्यान अलवेज कम ब्याक टु इट।